वेलकम टु माई न्यू ब्लग। आज चाहिँ मैले धेरै पछि ब्लग लिएर आज युट्युबमा हाल्नको लागि मैले सर्ट ब्लग चाहिँ बनाएर हुन्थेँ, तर हामी चाहिँ आज चाहिँ मैले धेरै पछि ब्लग लिएर छु। अनि हामी चाहिँ घुम्न जाने भनेर म चाहिँ यहाँ आइसकेको, तर घुम्न जाने मान्छेको प्लानले क्यान्सल बनाइदिएर हामी चाहिँ यहाँ बस्दैछौँ। खै कहाँ पुग्यो मान्छे, प्लान क्यान्सल गर्ने मान्छे चाहिँ उहाँ हुनुहुन्छ, म चाहिँ उहाँ देवीघरबाट यहाँ आइसकेँ गाइजहरू होइन। तर हाम्रो प्लान क्यान्सल होला जस्तो भइरहेछ, तर भयो भने भएन भने म भिडियो हालिहाल्छु। अनि हामी चाहिँ जान लागेको चाहिँ सिलट्याङ्की हो। अनि मेरो ब्लग कस्तो हुन्छ, धेरै पछि मैले ब्लग अपलोड गर्दैछु, तर मेरो सब्सक्राइबरले चाहिँ बिर्सिसक्नु भयो होला। अनि हालेर के अरे लाइक कमेन्ट चाहिँ गरिदिनु होला। फर्स्टमै भन्दैछु मैले हालेँ भने। बाई बाई, अहिले भेटौँला। हामी चाहिँ जान लाग्यौँ अब। यहाँ चाहिँ हुनुहुन्छ सुशीला दिदी, हाम्रो दिदी हुनुहुन्छ, अनि हामी चाहिँ 4 जना जाँदैछौँ। अनि सिल्भिका अनि के अरे सम्झना मैले चाहिँ हामी चाहिँ अब जाँदैछौँ। म चाहिँ 11 बजे जानु भनेर आएको, तर अहिले हामी जाँदा चाहिँ 2 बजे लागिसक्यो। अब हामी निस्किन्छौँ। अनि मेरो ब्लग कस्तो हुन्छ सबैजनाले हेरिदिनु होला है, धेरै पछि हाल्दैछु मैले आज चाहिँ यो ब्लग चाहिँ। हेलो नराम्रिया बात तो सही है। भाइजू नजानु अल्छी लाएर हेर दिदी, क्या देख रहे हो। हामी चाहिँ जाँदैछौँ गाइस सिलट्याङ्की आफ्नो पछि म चाहिँ जला बगाएर सिल्भिका बस्न जाऊ। गाइस अहिले चाहिँ हामीभित्र जान दिँदैन रहेछ, सो हामी के बाटो जाँदैछौँ। म आएन है, ए त तिमी यत्रो घरहरू रहेछ त हौ। हामी चाहिँ तल जाने भनेर आएको थियौँ गाइस, तर यत्रो ठुलो पानी आइरहेछ, हामी चाहिँ नजाने क्यान्सल गर्यो। डरै लाग्यो आमा, हामी पहिला यत्रो ठुलो खोलिदियो कि मान्छे आ बेलामा त। गाइस हामी चाहिँ तल जाने भनेर आएको थियौँ, तर यत्रो ठुलो होला रहेछ। हामी चाहिँ जाने त्यही पनि बन्द है, डरै लाग्यो जानलाई। कत्रो हामी चाहिँ तल जाने भनेर आएको थियौँ गाइजहरू, तर मासतिर भर्यौँ हामी। यति ठुलो खोला आएको यहाँ। हजुर तपाईँको गाउँ हो, हामी चाहिँ सुशीलाजीको गाउँतिर आएको छौँ है गाइजहरू। जाम कता कता लाने हो, हिँड्नु हामी त गइदिन्छौँ होइन सिल्भिका, हामी त जाला नि गइदिने हो भन न। यो सबरका फाइन मिठा हटायो मलाई, यस्तो भयो। मेरो भ्लग कस्तो भइरहेछ गाइजहरू, धेरै पछि गएर गर्नै बिर्सिसकेँ मैले त। यहाँ चाहिँ यस्तो छ सिल्भिकालाई, मलाई त पौडी हाल्न आउँछ, तिमीलाई चाहिँ आउँदैन। गाइज हामी चाहिँ एकछिन बसेर हिँड्यौँ, तर मलाई कस्तो देखिरह, शाहरुख खान देखिरह अरे त। मलाई त कस्तो म हिरोइन जस्तो फिल भएर त्यस्तै आयो कि आयो। कस्तो डर लाग्थ्यो मलाई यस्तो ठाउँमा। तपाईँहरूले यस्तो नदेख्नु भएको थिएन भने हाम्रो यता नुवाकोट सिलट्याङ्कीतिर आउनु सक्नुहुन्छ। कस्तो डर लाग्यो मलाई भइरह हौ। तर राम्रो भ्यू आउने यहाँ चाहिँ। सर
गाइस मैले चाहिँ सिलुगालाई मेरो भ्लग के गरिदियो भनेको मलाई के कस्तो लागिरहेको गाइस मेरो भ्लगमा आज फुल के अरे युट्युबमा हाल्ने भ्लगमा चाहिँ फर्स्ट टाइम आइरहेको सिलुगा चाहिँ खानुहुन्छ खोलाको पानी होइन चप्पल लगाएर गाइजहरू म चाहिँ अलि चप्पल लबर भएको छु है मेरो जाँदा नि यही चप्पल हुन्छ हामी चाहिँ अब यहाँबाट जान लाग्यो हो खोलाको पानी भन्नु म त अब त हामी यहाँबाट फर्किँदैछौँ गाइस अब हामी यहाँबाट कहाँ जान्छौँ थाहा छैन मेबी घर हुनसक्छ भने उहाँ चाहिँ हुनुहुन्छ सुशीला दिदी उहाँ चाहिँ हुनुहुन्छ हाम्रो नेसनल माइजू है माइजू नेसनल माइजू हाम्रो उहाँ चाहिँ है सबैको माइजू हो हामीले यहाँ चाहिँ फोटो खिचेनौँ लगाएँ पहिल्यै खिचिसकेको छ त्यही भएर हामी यहाँबाट चाहिँ अब सिस्टरजीको माइतीतिर झर्दैछौँ आउनु है सिल्भिकाको बेस्ट फ्रेन्ड भेट भयो यहाँ चाहिँ वाउ यहाँ सिस्टरजीको माइती आएको छौँ गाइजहरू अब हामीलाई के खानुहुन्छ हेरौँ हामी चाहिँ यहाँ यो के ल्याएको त्यहाँ के ल्याएको सिल्भिका केन्द्र त्रिशुली उहाँ माथि भन्दा मैले फुल त मलाई फुल टिप नटियाउ ल्याएको त्यहाँ नटियाउ हो त्यो हामी चाहिँ यहाँ माछा पालनमा हेर्न आएको छौँ आभास हामी चाहिँ यहाँ माछा पालेको हेर्न कस्तो दामी देखा यार कस्तो राम्रो फुलहरू वाउ हामी चाहिँ यहाँ माछाको अनुसन्धान माछाले सास फेरेको कि छैन पानीभित्र बसेर हुन्छ हामी हेरेर चेक गर्न आएर चाहिँ यहाँ चाहिँ पुरा माछा पाल्नु रहेछ यो सिलट्याङ्की मुनि हो कस्तो राम्रो देखा यार यो टिपिदिउँ गाइड टिपिदिउँ हुन माथि हेरेर अफिसमा हेल्प डेस्क सेनिटाइजर त हो नि खै आउँदैन त बल है बल यस्तो गर्ने किचन नि रहेछ त किचन नि रहेछ जाउँ भात हामी फेरि यतातिर माछा हेर्न जाँदैछौँ अब माछाको डक्टर भएपछि यति त गर्नु पर्यो अरे कहना क्या चाहते हो कहाँ त्यसको मुटु चलेको कि छैन भनेर चेक गर्न जाँदैछौँ हामी यहाँ सिल्भिका र मेन डक्टर चाहिँ म हो मेरो असिस्टेन्ट पोखरीको तथा रेसवामा जथाभावी फोहोर नगरौँ फोहोर चाहिँ नगरौँ है गाई जता गयो भने यस्तो नले पनि फोहोर चाहिँ नगरौँ ल ट्राउट माछा के माछा भन्छ नि है पेयरबाट यसरी निकाल्छ नि त्यो होइन टिकटकमा देखेको थिएँ कि मैले कस्तो प्याकेज जस्तो गरेर निकाल्छ कि यहाँ चाहिँ भुरा माछा छ गाइस बच्चा भर्खर पाएको अन्डाहरू यहाँ सिल्भिकाले हेर्दै छ अन्डालाई अर्को चस्मा लगाएर लगाउँ भनेर क्या उता कस्तो हो यहाँ त खै ठुलो भयो ए त्यही त म यस्तो देखाएको थिएँ कि माछाको अन्डा चलिरहेको छ ए त्यस्तो हुँदो रहेछ है गाइजहरू माछाको अन्डा माछा पाल्ने ठाउँ अब हामी अर्को माछा फार्मतिर जाँदैछौँ गाइज आउँदैन एउटा दिँदैन तुलुङ म्याग्दीबाटसम्म यहाँ नुवाकोटमा चाहिँ माछा लिएर आउने प्रक्रिया हुँदो रहेछ है गाइज मलाई चाहिँ थाहा थिएन खै उही काल कालो कत्रो कत्रो है कस्तो गनाउँछ नि माइजू
दाना दिने टाइम भएको रहेछ ग्रिन ग्रिन कलरको नि खाँदा भयो हेर न राम्रो भन्नु कि यता पेटा गइहाल्छ गाइस हाम्रो काम चाहिँ एकदम दामीसँग भयो नि त सिल्भिका हामीले राम्रोसँग गरौँ त्यस्तो भिडियोहरू चाहिँ हाल्नुहुन्न नि त त्यही भएर हामीले गरेनौँ हो के लेखायो के एजुकेसन यहाँ चाहिँ राम्रो आइरहेको जस्तो लाग्छ अहिले घर घर एडिट गर्ने रिसर्चिङ डेभलपमेन्ट एन्ड एजुकेसन कता जाने हो यता पिसी रिसर्च स्टेसन त्रिशुली हामी चाहिँ कहिले आएको थिएनौँ यतातिर चाहिँ आउन पायौँ दिदीको माइती गाउँतिर फ्ल्यास लाइट पो बल्दिएर यार सिल्भिका चाहिँ यहाँ पुरा दुईटा चस्मा लाएर हिरो नै भइरहेको छ गाइस हाम्रो चाहिँ हात सक्यो सोफिया हाई भन न हाई सोफिया हाई भन न मलाई कस्तै हो युट्युबमा हालेर हाई सोफिया हाई नै भन्दैन सोफियाको खाइले चाहिँ हामी यहाँ अब घर जान ढिलो भइसक्यो हेर सोफियाले खाइरहेछ बिस्तारी छिटो भने जल्दी जल्दी हामी चाहिँ खाजा खाएर अब निस्किन लाग्यौँ घर सोफिया स्कुल ब्याग बोकेर स्कुल गएर रेडी भएर मैले चाहिँ हिजोको भ्लग चाहिँ आज इन गर्दैछु होइन गाइज अनि मैले जहिले भ्लग इन गर्न चाहिँ बिर्सिन्छु पहिला पनि त्यस्तै हुन्थ्यो अनि मैले चाहिँ अहिले चाहिँ धेरै पछि भ्लग हाल्दैछु सबैजनाले लाइक कमेन्ट गरिदिनु होला लास्टसम्म हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद भन्दै चाहिँ मेरो भ्लग इन गर्छु अब कतै गयो भने म अब चाहिँ भ्लग हालिराख्नेछु भन्दैलाई चाहिँ बाई बाई